वेट साथीहरू म त आज मिति 2081 चैत समथिङ 15 गते होला। यताको इङ्ग्लिस डेट चाहिँ जनवरी फेब्रुअरी मार्च 25 हो आज। म त 5 वर्षसम्म बाउले छु नि। अम्मामै 2 महिना भयो ठ्याक्कै म निको भएको अस्ति पूजा गरेदेखि। आम्मामै साथीहरू म त अहिले सम्झिन्छु। आया हो हेत्तेरिका फेरि त्यतिखेर साह्रै मजा भइराखेको थियो। साह्रै मजा मात्रै हुन्थ्यो, रमाइलो मात्रै हुन्थ्यो। हुन त सुँगुरलाई पनि यत्रो हिलोमा बस्दा त अब उसलाई मजै छ। अनि कथाइ रहेछ त हौ त्यो शनि चाहिँ अब शनि होइन हौ त्यो शिवजी अब हाङसाम थेबा भन्छ यतादेखि चाहिँ। हाङसाम थेबाले पनि अब हामी अरूले चाहिँ सबैले अब शनि ग्रह नबनाऊ भनेछ। एकचोटि देउताको मिटिङ भएछ अनि त्यतिखेर चाहिँ शनि ग्रह चुकमेम्बे नबनाउन भनेछ क्या। अनि त्यही हाङसाम थेबाले चाहिँ होइन चुकबुङ भनेर अब उसको त नारा हो नि त। त्यो भएर उसले चाहिँ बनाउनु पर्छ भन्नुभएछ क्या। अनि उसले सोचेछ म त हिबुम्बा भएर तल घुमा पसिहाल्छु यो पृथ्वीमा, के मलाई शनिले भेट्दैन भन्ने लागेछ। अनि पछि उसलाई पनि अब शनि लाग्यो नि त। शनि लाग्यो हाङसाम थेबालाई, शिवजीलाई। अनि लागे पछाडि चाहिँ अनि फेरि पनि देउता मिटिङ भएछ क्या। त्यतिखेर चाहिँ होइन अनि तपाईँलाई त अब तपाईँले पनि शनि लाग्यो भनेर अरूले भनेछ। कहाँ लाग्यो, म त तल पो गुगारीमा गएको थिएँ त हो त्यस्तो क्या। कहाँ लाग्यो, म त यो हिबुम्बा भएर। हिबुम्बा पनि नेपालीमा के भन्छ तल गएर पो म त तल पो रमाउँदै थिएँ पो त। के को मलाई शनि लाग्छ हो। तिमी त्यतिखेरै नै त्यो शनि लागेको, तिमी जब गुगारीमा थियौ नि त्यतिखेरै शनि लागेको भनेर भन्थ्यो अरे क्या त्यो हाङसाम थेबालाई। हो त्यस्तै म त हेत्तेरिका साथीहरू शनि लागेछ। अब मजा भयो एक किसिमको। 22 महिनामा कतिवटा काम फेरे हो। 22 महिनामा समथिङ 4, 6 कि 7वटा हो। 7वटा मालिकको नोकर गरियो। अनि त्यहाँदेखि उता चाहिँ नोकर गरियो 22 महिना चाहिँ। अनि त्यहाँदेखि अहिलेसम्म चाहिँ छैन। अब अहिले कोइला निकाल्नु भनेको त आफ्नै विचारले निकाल्ने हो। अब जाँदा पनि हुन्छ नजाँदा पनि हुन्छ। आज पनि बजार गएर फर्किँदै गरेको। अनि जाँदा पनि हुन्छ नजाँदा पनि हुन्छ त्यहाँ चाहिँ। तर अहिले सम्झिन्छु कि साथीहरू आम्मामा बितेछ यार बितेछ। आम्मामा त्यत्रो वर्षमा 3वटा त काम अनिवार्य गर्थेँ। अनि गाउँघरमा पनि त्यस्तो काम गर्थेँ यार। त्यस्तो दिमाग, मान्छेको दिमाग बिग्रेपछि नि आम्मामा खोज अनुसन्धान गर्दैछु क्या के भएँ भनेर। खोज अनुसन्धान गर्दैछु कहिले लाग्छ अब माङदण्ड देउदण्ड परेको जस्तो लाग्छ। कहिले चाहिँ अब पूर्वजन्ममै अब यस्तै लेखेको थियो जस्तो लाग्छ। अब कहिले चाहिँ अब त्यस्तै हो क्या पैसा कमाउनै मन नलाग्ने। अब रमाइलो त अब के रमाइलो हुन्थ्यो। अब मन भित्री मनमा चाहिँ रमाइलो। अब बाहिर यसो सम्झेर जाँदा चाहिँ रमाइलो फिटिँदैन। तर भित्र कता चाहिँ रमाइलो फिलिङ्स चाहिँ हुने। फेरि त्यो सोचेर बाहिरदेखि यस्तो टचर भएर आउँछ क्या खालको। अनि फेरि त्यसले चाहिँ फेरि बेथाले भेट्यो भने त यस्तो हार्ड हुन्थ्यो कि मलाई। आम्मामै दिमाग धुँदैछु मित्रहरू। अब मात्रै मेरो सुरु हुन्छ। अझै पनि पढ्न चाहिँ मन लागिराखेको छैन। मनमा चाहिँ अब पढ्न चाहिँ दिइराखेको छैन। र भए पनि धेरै मनको कुराहरू बोलेर भिडियो बनाउन मन लाग्छ। तर कहिले कहिले होस् हौ
के बोल्नु जस्तो लाग्छ। अब यति चाहिँ गरिराख्नु पर्यो पछि सुन्नलाई नि। अब 5 वर्ष, अब म अहिले 35 वर्षमा छु, 35 वर्ष लागे साँच्चै हो त्यो भिडियो बनाउनलाई भनेको। ल बाई बाई।